वनभूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल स्वर्गमागेको आगो हामी प्रज्वलित भ्रष्टाचार उजागर नेताको लडाई देखिसक्नुभयो आज बालनको झापामा स्वागत र सबैजना झापावासीहरूलाई अनुरोध छ कि योचोटि चाहिँ जसरी पनि घन्टी बजाउनुपर्छ है। अब पुरानो एमालेको गढ भन्ने चाहिँ अब सकिसक्यो, आजसम्म जे थियो अब चाहिँ सबैजनाले घन्टीमा भोट गर्नु होला र भारी मतले बालेन शाहलाई विजय गराउनुपर्छ र पहिलोपटक देखाइदिनु झापालीको पावर, झापा हुनुमा गर्व गर्न। अब पहिला भन्थे अब झापाली जाली भन्थे, अब चाहिँ देखाइदिनुपर्छ कि झापाली जाली होइन गर्व गर्ने विषय पनि छ झापामा भन्ने कुरा चाहिँ देखाइदिनुपर्छ। र हामी पनि अब झापाली नहुनुमा चाहिँ मलाई पहिलोपटक अफसोस लागिरहेको छ है। झापामा भयो भए चाहिँ प्रत्यक्ष बालेन शाहलाई जस भोट हाल्न पाइन्थ्यो। अब बाहिरै भए पनि हामीले भोट चाहिँ अब जसरी नै घन्टीलाई नै हाल्नुपर्छ, स्वतन्त्रलाई नै हाल्नुपर्छ। अबको पालो भनेको चाहिँ हाम्रोको पालो होइन, राम्रोको पालो हो र जनता बुढाहरूको पालो गइसक्यो है। अब चाहिँ जस युवा नेताहरूलाई हामीले चान्स दिनुपर्छ र युवा नेताहरूलाई पनि हेर्नुपर्छ। र अरूभन्दा नि सबभन्दा मुख्य कुरा भनेको चाहिँ झापा क्षेत्र नम्बर 5बाट चाहिँ जसरी पनि बालेन शाहले जित्नुपर्छ। सबै झापावासीहरूलाई चाहिँ विनम्र अनुरोध छ मेरो। अब पनि जनता सचेत हुने बेला चाहिँ आइसकेको छ। जस आजको भिडियोले चाहिँ अब झापालीहरू पनि धेरै नै सचेत भइसके। आजसम्म जतिसुकै एमाले काङ्ग्रेस भने पनि एमाले नै भनेर हिँडे पनि धेरै सचेत भइसक्यो भन्ने चाहिँ सबैजना नेपालीहरू सबैलाई फिल भइसकेको छ। र त्यो म पनि अब उमेर सानै भए पनि जो अब फिल भइसकेको छ। पुराना नेताहरूले यस्तरी खाइरहेको थिए, यस्तरी लुटिरहेको थिए। अब आफ्नै गाउँठाउँको हेर्दा पनि नेताहरू यस्ता हुँदो रहेछन्, एमाले काङ्ग्रेस भनेको त यस्तो हुन्छ भन्ने भइरहेको थियो। अब चाहिँ जस नयाँ पार्टीहरू आइरहेछन्, नयाँ आश नयाँ दियो बालेर आइरहेछन्। यिनीहरूलाई चाहिँ हामीले एकचोटि विश्वास गर्नुपर्छ र सबैजनाले आफ्नो परिवारलाई पनि सम्झाउनु होला। र अब चाहिँ कसैको झोला बोकेर हिँडेर काम छैन साथीहरू। सबैजना मिलेर चाहिँ अब चाहिँ नयाँलाई पालो दिनुपर्छ। एकचोटि नयाँलाई पनि हेरौँ, त्यसपछि भएन भने चाहिँ अर्को विकल्प होला। योचोटि चाहिँ नयाँलाई जसरी नै हेर्नुपर्छ। घन्टीमा छाप हान्ने हो, घन्टी बजाउने। पर्वतमा पनि सबैजनालाई मेरो विनम्र अनुरोध छ कि अब चाहिँ नयाँको पालो दिनुपर्छ। अब हाम्रो भनेर आजसम्म जति गर्नुभयो, जति पछि लाग्नुभयो, अब चाहिँ आजसम्म चाहिँ जति जे गरे पनि, जति अब एमाले काङ्ग्रेस भनेर हिँडे पनि अब चाहिँ राम्रोको पालो आएको छ। हाम्रो पालो चाहिँ अब सकियो है गाइजहरू। अब चाहिँ सबैजना अब तपाईँहरू जहाँ हुनुहुन्छ, विदेशमा भए पनि, नेपालमै भए पनि, गाउँमा भए पनि, जता भए पनि बाबु आमालाई चाहिँ सम्झाउनु होला। र अब चाहिँ एमाले काङ्ग्रेस भनेर काम छैन साथीहरू। सबैजनाको भोट चाहिँ अब राम्रोलाई रोजेर हाल्नु होला। अब यसैलाई हाल्नुभन्दा पनि राम्रो को छ त्यसलाई चाहिँ आफूले पनि सोच्नु होला। र सबैजना सोच्ने भइसक्नु भएको छ। अब 19-20 वर्ष 18-19 वर्ष भइसकेपछि अब भोटर कार्ड सबैजनाको लगभग भइसकेपछि त अब बुझाइराख्नु सम्झाइराख्नु चाहिँ पर्दैन। आजसम्मको स्थितिलाई पनि हेर्नु होला र जस नयाँलाई चाहिँ चान्स दिनु होला भन्ने आश छ।